यो गाउँमा चाहिँ कहिले पनि कामले छोड्दैन हामीलाई। सो हेलो एभ्रिवान, वेलकम छ मेरो न्यू मिनी ब्लगमा। अनि हामी चाहिँ आज यहाँ फर्स्ट डेमा चाहिँ धान काट्नु आएको छौँ। धान काटेर चाहिँ पुरा भोक लागेको छ नि त, त्यही भएर हामी चाहिँ खाजा खाएको। मैले चाहिँ यहाँनिर यति खाइसकेको छु। अनि अरूहरूले चाहिँ खाँदैन हुन्छ नि। आन्टी तपाईँले खानुभयो त हेर्नु त। थाल धुँदैछु क्या, मेरो जहिले पनि भागमा पर्दैन यहाँ न गुन्द्रुकको अचार चाहिँ छ कि छैन है आज? थोरै छ। अस्ति क्लबमा काम गर्दा नि हाम्रो आन्टीलाई गुन्द्रुकको अचारले पुगेन अरे। अनि त्यही भएर आज चाहिँ आन्टी अलिक मजाले त्यहाँ गुन्द्रुकको अचार खानु है। यहाँ हाम्रो माइजू, यता नि माइजू। कस्तो छ? स्वादिष्ट छ एकदम। अनि यहाँ चाहिँ अहिले चाहिँ हाम्रो के भन्छ, धान चाहिँ यहाँ हाम्रो माइला कहाँ गयो? माइला सरको काटेको कता गयो? कता गयो? रेलको धुवा उडाउँदो रहेछ उहाँहरू चाहिँ खाजा खाएर। अनि हाम्रो चाहिँ यहाँ आज यो हाम्रो यता के भन्छ जमिनदार त उहाँ हुनुहुन्छ नि यो 2082 साल हाम्रो 82 सालको फर्स्ट हाम्रो धान काट्ने चाहिँ स्टार्टिङ चाहिँ आजदेखि भएको छ। म डोलमै भात खान थालेको है। ल ल छ कि छैन सब्जी आन्टी? कस्तो छैन, बस पुग्दैन आज। अनि अचार चाहिँ छैन है तर आज। हुन्छ अचार पनि भए पनि एक डोल यो साथले मन के पुग्छ जे होस् हाम्रो आन्टी मजाको हुनुहुन्छ। हाम्रो यो गाउँको आन्टी एकदम यहाँ हो, एकदम मजाको। यो हामीले यति काटिसकेको छौँ, यति सबै यो किता काटिसक्यौँ। अझै तल पनि काट्नुपर्ने छ, अझै तल गएर। अनि हामीले चाहिँ खाजा खाजा पुरा खाइसक्यौँ। आलु मटर अनि इस्कुस चाहिँ दिएको थियो माइलाले। कहाँ गयो माइला? दाना दुनी अनि इस्कुस नै हालेको थियो यहाँ नि आन्टी। यता हेर्नु नि बोडी कस्तो मिठो छ। तपाईँहरूले खाँदै राल चाहिँ नचुहाउनु होला, हामी चाहिँ फक्कमा खायौँ। ल काम गर्दा उसले खान त पर्यो नि, जुका चल्यो कि अनि त्यही भएर हतार हतार भेटिन् नि यसरी खाने हो। हो यस्तै छ हाम्रो गाउँघरमा चाहिँ काम गर्दाखेरि एकदम रमाइलो हुन्छ साथीहरू। अनि सबैजना मिलेर हामी चाहिँ गर्छौँ कि कामहरू चाहिँ गर्दाखेरि चाहिँ एकदम एक्टिभ भएर गर्छौँ। अनि अस्ति क्लब पनि बनाउँदाखेरि हेरिहाल्नु भिडियो। अनि आज चाहिँ हामी धान काट्नु नि आएको छौँ। फेरि अहिले यहाँ काटिसकेर फेरि दिउँसो पनि छ काम। हाम्रो चाहिँ धेरै काम हुन्छ गाउँघरमा, यस्तै धेरै काम हुन्छ नि। त्यही हो साथीहरू, अब हेर्दै गर्नु होला मेरो भिडियो। बाई बाई आन्टी। बाई नुनलाई बाई बाई नुन। अचार चाहिँ छैन नि आज? रातो रातो वाला सबै अचार होइन, गुन्द्रुकको अचार परेन नि त आन्टी? गुन्द्रुक मसँग सबै सञ्चित हुन्छ क्या। ए हो, ल ल ल मिठो छ खानु त।